चल्छ भनेर यो केटीलाई त्यो केटी उयो भन्दा यसले फसा यहाँ आएको थियो पारि हाम्रो डाँडाको बुद्ध चोक देखाइदिए गाइस वेलकम ब्याक टु माई अनदर भ्लग सो आजको भ्लग सुरु हुँदैछ करिब 7 बजीतिर ठ्याक्कै 7 बजिरहेछ घडीमा चाहिँ सो आज हिजै राति प्लान गरेको 9-10 बजे कता जाने भनेर प्लान गरेको एउटाले फेरि फोन गरेर प्लानै क्यान्सल गरिदियो सो आज हामी तेल सेल हाल्यो यहाँ पेट्रोल पम्पमै छौँ यहाँ चौडाको पेट्रोल पम्प तेल हालिसक्यो अब कहाँ जाने भनेर चाहिँ प्लानिङै भएको छैन यहाँ 2 लाइन तेल थियो ल 1 लाइन घटिसक्यो तेल पनि 2 लाइन तेल थियो 1 लाइन तेलै घटिसक्यो कता जाने भनेर चाहिँ यहाँ स्थगित भइरहेछ प्लानै बनाएको छैन कहाँ जाने भन्ने निर्णय नै लिन सकिरहेको छैन हाम्रो यहाँ काले सुधीरको त उयो भरेको हुन्छ जहिले रिचिकाहरू अब मेरो मात्र ट्याङ्की रित्तिर हुन्छ एनी टाइम हामी निस्किनुलाई यहाँ पेट्रोल पम्पबाट अब माथि निस्किन्छ कता प्लान के हुन्छ थाहा छैन सो आज जाँदैछौँ 81 कहाँबाटको प्लान बन्छ कता गइन्छ 1 लाइन मात्रै त्यो देखाइरहेको छ मेरोमा यस्तो चिसोमा जाडो अति छ चिसो यसको यस्तै भइहाल्यो नै बिस्तारै चला न राधे कृष्ण मन्दिर पुरै डाँडा यसरी माथिबाट उसुले लागिरहेछ पुरै उसु खोइ हाम्रो चौधरी भाइ चाहिँ आएर खोइ कता हराएको लागिरहेछ माथि केही पनि देखेको छैन त्यसको टाइपको कस्तो लागिरहेछ यस्तो चिसोमा मेहनत गरेर आउनुपर्छ हातहरू पट्टि चिसोले हात पुरै जमाउँदै आउँदैछ यो चाहिँ सानो धरारा के हो यो सानो धरारा हो हात त के हो खोइ ग्लभ्स लिएर आइनस् तैँले ग्लभ्स चाहिँ छोड्दै क्या किन उयोले लगाओस् हो ग्लभ्स किन होइन चिसोमा निकाल्नुहुन्न ग्लभ्स चन्दन भाइ आउँदैछ खै चन्दन भाइ हरायो हामीलाई बाटो थाहा चाहिँ भएन यहाँ ठ्याक्कै मोडमा आएर हो सो त्यसलाई चाहिँ कुर्दैछ हामी फुलहरू चाहिँ दामी रहेछ त यहाँ यहाँ बिस्तारै आइसक्यो भर्खर चढ्दै बाइक आइसि त यस्तै गर्छ फेरि उसलाई चिसो होस् गर्मी होस् उसलाई मतलब छैन चिसो भए त यसरी नागिन बनाउँछ बाइकलाई यसरी सुई 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 कटाउँछ चिसो
धेरै गाह्रो छ म्यानेजर राइड चाहिँ अलिक भ्लग हाल्न अलि गाह्रो भइरहेको छ जन भाइ ओ जन भाइ सो हामी चाहिँ आइसक्यो सायद यो पार्किङमा हो क्या प्रसादहरू भन्ने भाइले चाहिँ माथि नै जान्छ भने त यहाँ भाइले तपाईँ यो भाइले भन्न चाहिँ भन्यो माथि जान्छ अब माथि के गाडी साडी गऱ्यो भने खराब हुन्छ सो त्यस्तो छ मन्दिर हाम्रो हेर्नु माथिबाट हेर्नु टावर एउटा देखाउँछु कहाँ छ त्यो चाहिँ यही हो चन्दा कस्तो लागिरहेको चिसोमा चलाउँदा बल चिसो राख्या तर हुसी देखिँदैन देखिसक्यो कस्तो छ मजा कस्तो बिहानको राइड कस्तो दामी हुँदो रहेछ ऊ जङ्गली निस्किसक्यो जङ्गली ए त्यो त नर्मल हो सधैँ मैले चलाएर आउँदा चाहिँ त्यतिको त सधैँ बसिरहन्छ अझै हेलमेटको यस्तो भाइजरबाट पानी टप टप चुन्छ चुइन्छ के ल हिँड्न त के सो हाम्रो यहाँ चाहिँ भ्यू टावर म चाहिँ फर्स्ट टाइम आउँदैछु फर्स्ट टाइम त होइन होला हो म फर्स्ट टाइम जे कुरा नि लाइफमा मेरो फर्स्ट टाइम भइरहेको हुन्छ कि यस्तो चिसो छ यार खुट्टा के को लेब्रेडरको हो क्या लेब्रेडरको हो भने त मनीबाट किन्छु मनी भेट्दा नि हो गएर एकछिन आउँछ आइसी त कहाँ यहाँबाट फर्केर लाग्नु होइन बाहिरबाट ढोक्नु मातालाई भित्र चाहिँ के जानु है अहिले भ्यू टावर चढ्न लाग्छौँ सो यो यहाँको पाथिभराको कति 4 तल्ले भ्यू टावर छ यहाँ तल्लोदेखि माथिसम्म चन्दन भाइले टिकट लिँदैछ 4 तल्ले होइन ए माथिको नगर्नु माथिको होइन 4 तल्ले हो हामी चाहिँ टिकट चन्दन भाइले टिकट लिँदैछ हामी माथि चढ्नेछौँ है चन्दन भाइ सो यस्तो रहेको छ भरे होइन टिकट कस्तो खाले देखा पैसा मात्र दियो हो भरे घरमा कति सानो चन्दन भाइ मजा आइरहेको छ लाइट राइड म नि यहाँ आएको नै फर्स्ट टाइम हो र चढे पनि फर्स्ट टाइम हो यो चढ्यो भने त दिनमा 2-3 चोटि चढ्यो भने त कसम बस्नु त 1 महिनामा पग्लिन्छ हौ सो यहाँबाट हाम्रो सूर्य भगवान कति सानो देखिरह भ्यू भनेर भ्यू देखिँदैन माथि जाने होइन यस्तो रहेको छ माथिको चाहिँ यहाँ चाहिँ यस्तो भ्यू चाहिँ अलि भ्याएन भ्यू के लन्ड भ्यूसँग यो चाहिँ अलिक भएन अस्ति गढीमा चाहिँ बवाल देखाएको थियो होइन सो त्यो बेला चाहिँ मैले भ्लग हानिनँ के भयो कान्छ भ्यू देखेर एक्साइटेड भयो हो तर बवाल रहेछ चिसो यहाँ माथि अस्ति चाहिँ गढी जाँदा चाहिँ हाम्रो भ्लग चाहिँ हानिनँ किनभने म कलेज ड्रेसमा थिएँ सो त्यही भएर चाहिँ हानिनँ तिमीहरू के हो सो हामी चाहिँ यहाँ आएको थियो पाथिभरा चाहिँ बवाल भ्यू हुन्छ भनेर चाहिँ सो हामी रहेछ आज खास चाहिँ त्यो छैन उसुलाको माथि चाहिँ
तल चाहिँ हुसु लागिरहेको छ तर माथि चाहिँ खासै देखेको छैन कि सो हामी माथि आयो यहाँ भ्यू टावरमा भ्यू स्यू हेऱ्यो यसो 2-4 फोटो नि खिच्यो सो आज चाहिँ हामी लाग्दिने नि त है अब चल्दिने नि त सो अब चाहिँ हामी यो भ्यूलाई बाई बाई गर्दै हामी चाहिँ तल अब झर्ने क्रममा निस्किएको यहाँ माथिको भ्यू चाहिँ यस्तो छौँ चाहिँ देखेन योभन्दा त गढीमा बवाल देखेँ कि गढी जाने हिँड्न छ त तेल आँखाले यसलाई किन जिस्काउँछ जाउन त्यो गढी किन जिस्काइरहेछ भन्छ कसलाई यसलाई पल्सा भनेर यो केटीलाई त्यो केटी उयो भयो नि त यसले फसा हो नि त अनि 10 लाख भन्ने अनि त्यही त्यो उयो पैसा लिएको हो नि त त्यो केटीले त्यो केस सल्भ गर्नलाई अथवा ठिक गर्नलाई तिनीहरूको छ अनि त्यही भएर चाहिँ पल्सा भन्छ कि त्यो कन्सर्टमा नि त्यसको गीत गाउने बेलामा नि त्यस्तै भनिदिन्छ कि होइन त्यस्तो होइन पल्सालाई चाहिँ फसाएको भएर चाहिँ फसा हो के गरे अब उनीहरू पनि सानो होइन हामी त्यसरी भन्न मिल्दैन तर लो सानो भनेको छ एउटा खुट्टा नै हट्दैन तर खुट्टा छोड्ने हेरेर मैले साइडबाट हिँड्न सो ट्रिकी दिमाग लगाइस् है इन्जिनियर वाला साइन्टिस्ट दिमाग लगाइस् सो हामी यहाँ रहेको थियो र मन्दिर चाहिँ हामी चाहिँ ढोकेर बाहिरबाट चाहिँ त्यसरी ढोकसोक गरेर चाहिँ हामी माथि गयो भ्यू स्यू हेऱ्यौँ सो भ्यू स्यू हेरेर चाहिँ अब चाहिँ हामी तल लाग्ने अब भ्लग चाहिँ हान्न सक्दिनँ किनभने म बाइक चलाउन लाग्यो कालीलाई लास्ट चिसो भयो भनेर होइन अब तलै गएर देखाउने हो नि त अब के देखाउनु छ र होइन उसु लागिरहेछ यहाँ मैले बाइक चलाउँदैछु बाइक चलाउँदैछु डरा नि त मैले सक्छ होइन हाम्रो दाजुभाइ अब हाम्रो क्लियर एन्ड क्रिस्टल एक्सट्रिम हिरो 125 वाल माइलेज दिन्छ यो बाइकले चाहिँ यही घाटले पठाइदियो चिया खाने ठाउँ कहीँ पाएनौँ सो हामी पहिल्यैको ठाउँ मनोकामना डाँडा आएको हामी चिया खाएर र पकौडा सकौडा चपसप खाएर चाहिँ सकिसक्यौँ र हाम्रो यहाँ मनोकामनाको भ्यू चाहिँ यस्तो देखिरहेछ बाबा हाम्रो मनोकामना मन्दिर हाम्रो त यहाँ त सधैँ छौँ हामी यहाँ मैले बाइक पनि चलाइरहेको छु अगाडिको ब्रेकै छैन त होला लागिरहेछ र डाँडाको बुद्ध चोक यो हाम्रो डाँडाको बुद्ध चोक हो यो हाम्रो डाँडाको बुद्ध चोक देखाइदियो कि सोध्दै यो अब घुमेर आइसक्यो डाँडा साँडा पुगेर नि केटाहरू यहाँ आइसकेको छ भाइले गएको भाइ गइसकेको रहेछ सो सी यू इन नेक्स्ट ब्लग बाई बाई आजको लागि यति नै अब नेक्स्ट ब्लगमा चाहिँ राम्रो गर्नेछु योभन्दा राम्रो ल्याउँछु बाई बाई आज सी यू इन नेक्स्ट ब्लग गाइज